आज अप्रिल 10 मा आएर बल्ल पानी पर्न सफल त्यो पनि ठिकै राति अनि खोपरा डाँडा नि यस्तो खुल्यो बल्ल भनौँ न खुल्यो भन्नाले डाँडा चाहिँ देख्यो हिजो चाहिँ डाँडा नि देखेको थिएन हामीसँग छन् गुड मर्निङ गुड मर्निङ सिख देख्यो रहेछ Ребятушки, вы будете что-то завтракать? सोल्टी देखेछ कि देखेछैन भने हान्न तल्लो सिख उल्लो सिख देखेछ हाम्रो बल्ल उज्यालो फिल भएको भन्नाले यस्तो आकाश त उज्यालो छैन कि तर आफ्नो वरपरको वातावरण चाहिँ बल्ल उज्यालो भएको अब उहाँले चाहिँ ब्रेकफास्ट खाएर माथि खोपरा डाँडा डेस्टिनेसन हात गङ्ग्रियो धेरै खिच्न सकिँदैन रहेछ भिडियो गइहाल्यो आएको ताप्नु